ईश्वरी सर, तपाईँहरूले यो खास चाहिँ यो आयोजना गरेर यसबाट तपाईँको उद्देश्य अथवा चाहिँ तपाईँहरूले यो समुदायलाई को भाषा संस्कृति र संरक्षण गर्नको लागि जुन देशमै एउटा उदाहरणीय काम गर्नुभएको छ, तपाईँले सम्पूर्ण देशवासीलाई खास तपाईँले के भन्न चाहनुहुन्छ? हाम्रो देशमा रहेका विभिन्न जातिहरूको भाषा संस्कृति लोप हुँदै गइरहेको अवस्था छ। हामी कहाँ पनि पुर्खाहरूले बोल्ने गरेको भाषा अहिले गुरुङ जातिमा पनि घट्दै गएको देखिएको छ। लिपिको त यहाँ कसैलाई पनि थाहा छैन। मगर जातिहरू यहाँ भाषा बोल्न आफ्नो भाषा पनि बिर्सिसकेको अवस्था छ। तसर्थ हाम्रो देशभित्र विभिन्न जाति रहेको, हाम्रो विभिन्न भाषा संस्कृति परम्परा रहेको हाम्रो देशमा ती सबै लोप हुँदै जानु भनेको हाम्रो राष्ट्रको लागि दुर्भाग्य हो। तसर्थ त्यसलाई जगेर्ना गर्नु, त्यसलाई हामीले पुनः हाम्रो संस्कृतिलाई बचाउनको लागि यो अभियान सबै ठाउँमा, सबै गाउँपालिकाहरू, प्रदेश सरकार, सङ्घीय सरकारले समेत यसलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। अनि यो गाउँपालिका वार्ड 1 देखि 6 नम्बर वार्डमा गुरुङहरूको गुरुङ समुदायको जनसङ्ख्या कति जति होला सर? ठ्याक्कै त अङ्कैमा त मलाई ठ्याक्क थाहा भएन, तर मोटामोटी भन्दाखेरि महाशिला गाउँपालिकाभित्र हामी कहाँ रहेको 8000 जनसङ्ख्या हामी कहाँ रहेको छ। त्यो मध्ये करिब 2000 वरिपरि जनसङ्ख्या चाहिँ गुरुङहरूको छ जस्तो मलाई लाग्छ। अनि तपाईँहरूले योभन्दा पहिले पनि नीति तथा कार्यक्रम गुरुङ भाषा लिपिमा तपाईँले प्रकाशित गरिसक्नु भएको छ। अब देशभरि जहाँ गुरुङ बाहुल्य ठाउँ छ त्यहाँ यो खालको नीति तथा कार्यक्रम लगायत विभिन्न यो गुरुङ मातृभाषा सम्बन्धी कार्यक्रमहरू गर्नको लागि कस्तो खालको सुझाव दिनुहुन्छ? हामीले सुरुमा नीति कार्यक्रमलाई गुरुङ भाषामा लेख्ने, उल्था गरेर प्रकाशन गर्ने पहिलो निर्णय हामीले गाउँसभाबाट गरेका थियौँ। त्यो अनुसार हामीले प्रकाशन गऱ्यौँ। त्यो प्रकाशन गरिसकेपछि यहाँका धेरै गुरुङ दाजुभाइहरूले के भन्नुभयो भने हामीले त्यो पढ्नै जानेनौँ, तपाईँहरूले लेखेको पढ्न जानिएन भन्ने भएपछि यो तालिमको आयोजना गऱ्यौँ। तसर्थ यो भाषा र लिपि भनेको राष्ट्रको सम्पत्ति हो। जहाँ जहाँ गुरुङ समुदाय छ त्यहाँ यो भाषा र लिपि विकास गर्न आवश्यक छ। जबकि त्यहाँका जातिहरूले, गुरुङ जातिहरूले आफ्नो भाषा र लिपि दुइटै जानेर भोलि राष्ट्रिय भाषाको रूपमा यसलाई अगाडि बढाउन सकिने सम्भावना रहेको, अझ भन्दा गण्डकी प्रदेशले त राष्ट्रिय भाषाको कामकाजीको भाषाको रूपमा पनि प्रयोग गर्ने भन्ने निर्णय पनि गरिसकेको हुनाले यसलाई विद्यालयसम्म लाने गरी सबै गाउँपालिकाहरूले, स्थानीय सरकारले, सबै सरकारहरूले यसलाई प्राथमिकता राखेर अगाडि जानुपर्छ भन्नुहोस्। अन्तमा यो जुन प्रशिक्षण कार्यक्रममा तपाईँले कस्तो खालको अपेक्षा लिनुभएको छ? यो प्रशिक्षण भनेको मैले अगाडि पनि भने, हामीले नीति र कार्यक्रममा गुरुङ लिपि अथवा खेमा लिपिबाट हामीले पुस्तक प्रकाशन गऱ्यौँ। पढ्न जान्ने एकजना पनि भइएन भनेर गुरुङ समुदायबाटै गुनासो आयो। उहाँहरूले देवनागरिकमा उहाँको भाषा शब्दलाई मात्रै देवनागरीमा लेखेर उल्था गरिदिएको भए हुन्थ्यो, हामीले बुझेनौँ भन्ने आएपछि अब हाम्रो अपेक्षा के हो भने सबै विद्यालयका टिचरहरूलाई यो तालिम दिइसकेपछि उहाँहरूले आफ्नो विद्यालयमा गएर अतिरिक्त कक्षा एउटा पिरियड बनाएर, साप्ताहिक रूपमा एउटा पिरियड बनाएर विद्यार्थीलाई सिकाउँदै जाँदा सबैले हाम्रो नीति कार्यक्रमभित्र भएको खेमा लिपिलाई पढेर बुझ्ने र बुझाउने काम हुनेछ, त्यसलाई सहयोग पुग्नेछ भन्ने हामीले अपेक्षा लिएका छौँ। अनि यसमा पाठ्य पुस्तक बनाउनेतर्फ कुनै योजना छ? अहिले तत्काल छैन। तत्काललाई पाठ्य पुस्तक बनाउने सम्भावना हामीले सोचिराखेका छौँ। अब यसमा हाम्रो स्थानीय पाठ्यक्रममा हामी कहाँ भएका मगर र गुरुङ जातिहरूको बाहुल्यता भएको ठाउँ भएको हुनाले हामी अब यसपछि हामीले मगर भाषाको तालिम चलाउँछौँ र यी दुईटै भाषाको तालिम चलाइसकेपछि हामीले स्थानीय पाठ्यक्रममा पनि यसलाई समावेश गरेर पाठ्य पुस्तकको रूपमा हामीले पढाइ सञ्चालन गर्ने योजना गर्ने सोचमा छ। धेरै धेरै धन्यवाद सर।